कस्तो फिल भइरहेको छ बुल्गेरियाको भिजा लगाएर आएको छ आज? एकदम खुसी लागिरहेछ अनि ल मेन क्वेसन है, तपाईँले डिएनएम एचआरको बारेमा चाहिँ कसरी थाहा पाउनु भयो त? हामीलाई कसरी बिलिभ गरेर फेरि बुल्गेरिया ट्राई गर्नको लागि मान्नु भयो त? कहिलेको फ्लाइट त कहिले जाने सोच छ त हजुर? डिएनएम एचआर फ्यामिलीको तर्फबाट हजुरलाई मेनी कङ्ग्रेचुलेसन्स है। भिजा पनि लगाइदिनु भयो, धेरै खुसी छु र सबैलाई एकदम माया छ। Hello and namaste everyone. Welcome to Euro Visa Chit Chat episode 7. It's me Salina from DNM HR Consultancy. Today I have Manisha with me. She have recently received Bulgaria visa. Let's welcome her. Namaste Manisha ji. नमस्ते। के छ त खबर हजुरको? कस्तो फिल भइरहेको छ बुल्गेरियाको भिजा लगाएर आएको छ आज? एकदम खुसी लागिरहेछ अनि भिजा लागेर आए 4 महिनामा है बुल्गेरियाको, एकदम खुसी लाग्यो मलाई। ओके, अनि आज चाहिँ हामी एउटा भिडियो बनाऊँ हैन? यसमा चाहिँ तपाईले युरोपको लागि कति स्ट्रगल गर्नुभयो, कता कता एप्लाई गर्नुभयो हैन, कति टाइम लाग्यो, सबैको बारेमा यसो हामी दुईजना डिस्कस गरौँ। हजुरलाई केही प्रब्लम त छैन नि? केही छैन। ओके, अनि कति भयो त दुबई आउनु भएको? म दुबई आएको अहिले 5 वर्ष भइसक्यो। ओके, अनि भिजिटमा आउनु भएको थियो कि वर्किङमा? म वर्किङमा आएको थिएँ, हाउसकिपिङ वर्किङमा आएको थिएँ। अहिले पनि त्यही काम गर्दै हुनुहुन्छ? अहिले त्यही काम गर्दैछु मैले। ओके, अनि हजुरले युरोप जाने प्लान चाहिँ नेपालबाटै गर्नु भएको थियो कि या दुबई आएर हो? मैले दुबई आएर नै गरेको। युरोप जानुपर्छ, सबै गएको देखेँ, अब राम्रो अफिस खोजेर अनि राम्रो भरपर्दो मान्छे खोजेर जानुपर्छ भन्ने त्यस्तो सोच बनाएको मैले। ओके, ल मेन क्वेसन है, तपाईँले डिएनएम एचआरको बारेमा चाहिँ कसरी थाहा पाउनु भयो त? टिकटक हेर्दै जान्थेँ, टिकटकमा लाइभ बसेको देख्थेँ अनि त्यहाँबाट बायोमा नम्बर थियो अनि मैले कन्ट्याक्ट गरेँ। कन्ट्याक्ट गरेर आएर 2-3 पल्ट अफिसमा आएर बुझेँ, राम्रो लाग्यो, भिजा लागेको पनि देखेँ सबैको। अनि फेरि मैले राम्रो लागेर गिरिस एप्लाई गरेँ, गिरिस, अनि वर्क पर्मिट पनि निकालिदिनु भयो। तर डेट पनि आएन, डेटको लागि पनि 2-3 पल्ट एकदम फोकस गर्नुभएको हजुरले, तर अब डेटै निकालेन। अब तपाईँहरूको त गल्ती होइन नि त, अब उताबाट डेट दिने भनेको त एमबिसी लियो, त्यही भएर मैले बुल्गेरिया एप्लाई गरेँ। ओके, अनि त्यसो भए सुरुमा तपाईँले ग्रिस एप्लाई गर्नुभयो हाम्रै थ्रु होइन? हजुर। अनि तपाईँको अब वर्क पर्मिट आयो, एपोइन्टमेन्ट डेट पाएन। अब दुबईमा त धेरै स्क्याम फ्रडहरू छ होइन? अब तपाईँले हामीलाई कसरी बिलिभ गरेर फेरि बुल्गेरिया ट्राई गर्नको लागि मान्नु भयो त? मैले तपाईँहरूलाई कसरी बुल्गेरियाको कति उ गरेँ भनेपछि यस्तो हो कि म आइरहेँ नि त यहाँ, एकदम 2-3 पल्ट आएँ। एकैचोटि आएपछि त मान्छेले बुझ्दैन। अब भिजा पनि लागेको देखिराखेँ, अब मेरै साथीहरू पनि गइरहन न, त्यही कारणले पनि अब एकपल्ट नभए अर्कोपल्ट ट्राई गरौँ भनेर मैले बुल्गेरिया एप्लाई गरेँ। कति टाइम भयो त बुल्गेरियाको प्रोसेस गरेको? मैले 4 महिना भयो प्रोसेस गरेको, अहिले चाहिँ भिजा लागेर आयो। ओके, अनि इन्टरभ्यू पनि भयो? भएन, विदाउट इन्टरभ्यू हो। ओके, अनि कहिलेको फ्लाइट त कहिले जाने सोच छ त हजुरको? यही 5-6 तारिकको जान्छु होला, अर्को महिनाको। ओके, ल हामी डिएनएम एचआर फ्यामिलीको तर्फबाट हजुरलाई मेनी कङ्ग्रेचुलेसन्स है। धन्यवाद छ डिएम टिमलाई। अब सपोर्ट गरिदिनु भयो, भिजा लगाइदिएर ल्याइदिनु भयो, आफ्नो फ्यामिली जस्तै आउँदै जाँदै मिल्दाखेरि अनि एकदम क्लोज भएर छिटो भिजा पनि लगाइदिनु भयो। कोहीले चाहनुहुन्छ भने इच्छुक हुने मान्छे डिएमएनजनमै भिजिट गर्नु होला, बुझ्नु होला, एप्लाई गर्नु होला। धन्यवाद हजुरलाई पनि यति धेरै माया र सपोर्ट अनि ट्रस्ट गर्नुभएकोमा यति टाइमसम्म। एकदम खुसी छु, भिजा लागेर आयो। हजुरहरू पनि अब युरोप कन्ट्री जान चाहनुहुन्छ भने यस्तै भिजा लगाएर हाम्रो डिएनएम एचआर कन्सल्टेन्सीको अफिसियल पेज टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युबमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरेर एकपल्ट अफिस भिजिट गरेर इन्फर्मेसनहरू लिन सक्नुहुन्छ। धन्यवाद मनिषाजी। धन्यवाद छ धेरै धेरै, यो अफिसमा जति हुनुहुन्छ सबैलाई, मेरो फ्यामिलीहरूलाई धन्यवाद छ, मेरो काम गरिदिनु भएकोमा। छिटो छरिटो काम गरिदिनु भयो, भिजा पनि लगाइदिनु भयो, धेरै खुसी छु र सबैलाई एकदम माया छ। धन्यवाद।